हेलो साथीहरु नमस्ते। तपाईले यो 6 MP को ड्युल लेन्स क्यामेरा किन्नु भइसकेको छ अथवा किन्ने सोचमा हुनुहुन्छ, किनिसकेपछि कसरी जडान गर्ने, यसमा कुन चाहिँ एप लाग्छ, हजुरको कुन चाहिँ एप चाहिँ ड्युरेबल हुन्छ भनेर तपाईले चाहिँ हेर्नुपर्ने हुन्छ। यो ICSC एप भन्ने चाहिँ एकदमै ओल्ड वाइड एप हो, यो एकदमै राम्रो एप हो हजुरको है। यो एप चाहिँ कसरी कनेक्ट गर्ने मोबाइलबाट भनेर हामी तपाईलाई चाहिँ एकदम स्पष्ट बनाइदिन्छु यो भिडियो। तपाईले यो भिडियो अन्तिमसम्म हेर्दिनु होला। यो क्यामेरा किनिसकेपछि यो 2 एम्पियर 12 भोल्टको एउटा एडाप्टर चाहिँ पावर कनेक्सन गर्नुपर्ने हुन्छ। पावर कनेक्सन गरिसकेपछि यसमा चाहिँ पावर आउँछ। पावर आइसकेपछि यो 360 एकचोटी रोटेट हुन्छ। रोटेट भइसकेपछि यदि क्यामेरामा तपाईहरु कनेक्सन मोबाइलबाट भएन भने हजुरहरुले चाहिँ के गर्न सकिन्छ भने एउटा रिसेट बटन छ, यसमा पछाडी रिसेट बटन छ, यो रिसेट बटन गरेर रिसेट गरिदिनु पर्छ। रिसेट गरिसकेपछि हजुरले चाहिँ मोबाइलबाट कनेक्ट गर्न मिल्छ। हामीले सरसर्ती हजुरलाई चाहिँ अब मोबाइलबाट हामी कसरी कनेक्ट गर्ने भनेर देखाउँदै छु। र यो ICSC एप भन्ने चाहिँ हामीले एन्ड्रोइडबाट नि डाउनलोड गर्न सकिन्छ, आइफोनबाट नि डाउनलोड गर्न सकिन्छ। डाउनलोड गरिसकेपछि यसरी यहाँ ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि हामीले फर्स्टमा यो एड गर्नुपर्ने हुन्छ। यसमा एड गरिसकेपछि यो अटोमेटिक आइसकेछ। यति सजिलो चाहिँ यो ब्लुटुथ डाइरेक्ट अन गर्ने बित्तिकै यो अन हुन्छ हजुरको। यसमा चाहिँ पासवर्ड हाल्नुपर्ने हुन्छ। तपाईको 2G सपोर्ट गर्छ यसले, हाम्रो अलरेडी हालिसकेछ। यसरी पासवर्ड हाल्नुपर्ने हुन्छ हजुरले। हालिसकेपछि ओके गर्नुपर्ने हुन्छ। ओके गरिसकेपछि यसरी कनेक्ट हुन्छ। रोटेट भएपछि एकछिनपछि तपाईको ल एकछिन यसले चाहिँ टाइम लिन्छ हजुरको कनेक्सन। तपाईले यो क्यामेरा चले छ कि छैन भनेर थाहा पाउनको लागि चाहिँ यहाँ अनलाइन र अफलाइन भन्ने हुन्छ, देख्न सक्नुहुन्छ हजुरले। यो अनलाइन छ, यो एकदम चलेको छ है। यसलाई चाहिँ हामीले चाहिँ यो यसरी थिचिसकेपछि दुईटा क्यामेरा, एउटै क्यामेरामा तपाईले दुईटा लेन्स पाउनुहुन्छ है हजुरहरुले। र यसमा चाहिँ अब PTZ कन्ट्रोल गर्न नि मिल्छ, 360 रोटेट र 24 घण्टा कलरफुल है। यो राति पनि तपाईको दिउँसो जस्तै आउँछ हजुरहरुको र दुवैपट्टि सुन्न मिल्छ हजुरहरुको। अनि 360 रोटेट र तपाईहरुको चाहिँ यसलाई चाहिँ सिंगल क्यामेरा पनि हेर्न मिल्छ है हजुरहरुले। यसरी गर्ने यहाँ क्लिक हुन्छ, यसरी सिंगल पनि हेर्न मिल्छ हजुरहरुले। यदि हजुरहरुलाई यस्तै क्यामेरा एकदमै बेस्ट प्राइसमा चाहिएको छ भने नेपाल भएर हामीले डेलिभरी गरिदिन्छौँ। र अनलाइन सपोर्टको लागि चाहिँ हजुरहरुले हामीलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ स्क्रिनमा दिएको नम्बरमा। ल हस्त धन्यवाद साथीहरु है।